नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौं मुख्य समाचारबाट। भारतबाट ग्यास बोकेर काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट त्रिशुलीमा खसे, चालकको मृत्यु। वैशाख 28 गते हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर धाम भ्रमण लक्षित गर्दै प्रदेश सरकारका मन्त्री र सुरक्षा निकायहरू स्थलगत अवलोकन सुरु। पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीले बिर्सिने दिन नेपालको कम्युनिस्ट पार्टी समाप्त हुने प्रधानमन्त्री ओलीको चेतावनी। उत्तर कोरियाका नेता किम जोङ उन सन् 1953 पछि पहिलो पटक दक्षिण कोरिया पुग्ने पहिलो राष्ट्रपति बने। र आइपीएल सनराइजर्स हैदराबादले किङ्स 11 पन्जाबलाई 13 रनले हराई। शुक्रबार दिल्ली डेयरडेभिल्स र कोलकाता नाइट राइडर्स खेल्नेछन्। अब समाचार विस्तारमा। भारतबाट ग्यास बोकेर काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट त्रिशुली नदीमा खसेको छ। गुजुरी गाउँपालिका 2 फर्के खोला र मले खोलाको बीचमा BR 55 QH 8630 नम्बरको ग्यास बुलेट शुक्रबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा 1 जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार बुलेटका चालक भारत जब्बु राउजिरीका 36 वर्षीय सुरेन्द्र सिंहको घटनास्थलमै मृत्यु भएको हो। बिहान 7 बजे अनियन्त्रित भएर दुर्घटना भएको बुलेट सडकबाट 15 मिटर तल त्रिशुली नदीमा खसेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। वैशाख 28 गते हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर धाम भ्रमणलाई लक्षित गर्दै प्रदेश सरकार मन्त्री र सुरक्षा निकायहरू स्थलगत अवलोकन सुरु गरेका छन्। बिहिबार प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री जितेन्द्र सोनाल, मन्त्री शैलेन्द्र शाह, प्रदेश सांसद राम आशिष यादव, जनकपुर धाम उपमहानगरपालिकाकी मेयर रीता कुमारी झा, धनुषा प्रमुख जिल्ला अधिकारी दिलीप चापागाई, प्रहरी प्रनिरीक्षक एसपी चक्रबहादुर सिंह सहितको 12 बिघा रंगभूमि मैदान र जानकी मन्दिरको स्थल अवलोकन गरेका हुन्। भारतीय प्रधानमन्त्रीको भ्रमण जनकपुर धामका लागि खुशी र गौरवको विषय भएको भन्दै प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री जितेन्द्र सोनालले भ्रमणलाई भव्य बनाउनका लागि परेको बताए। प्रदेश सरकारको तर्फबाट भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीजीको भ्रमण जुन वैशाखको 28 गते हुने लगभग तय भएको छ, त्यसलाई एउटा भव्यताका साथ सम्पन्न गर्नको निमित्त, सफल बनाउनको निमित्त हामी सबै शक्ति लगाएर लागि परिरहेका छौँ। यसअघि पटक पटक मोदी जनकपुर धाम आउने हल्ला चले पनि उनको भ्रमण हुन सकेको थिएन। यसपालि भ्रमण निश्चित भएपछि पुनर्निर्माणमा व्यस्त रहे पनि जनकपुरवासी उत्साहित भएका छन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीले बिर्सेको दिन नेपालको कम्युनिस्ट पार्टी समाप्त हुने चेतावनी दिनुभएको छ। प्रधानमन्त्री ओलीले ढलेको कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्याउने मनमोहन अधिकारी जस्ता नेताहरूको फोटो हटाउने हरकत वैशाख 9 गते कम्युनिस्ट पार्टी स्थापना दिवसमा दिन भएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो। नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री एवं एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको 19औं स्मृति दिवसको अवसर पारेर बिहिबार सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पुष्पलाल, मनमोहन अधिकारी जस्ता नेताहरूको चाहना मुलुकको समृद्धि भएकाले सरकारले त्यसलाई अभियानको रूपमा अघि बढाएको पनि बताउनुभयो। प्रधानमन्त्री ओलीले माओवादी केन्द्रसँग पार्टी एकता हुनेमा शंका नगर्न पनि आग्रह गर्नुभयो। उहाँले आफू कहाँ रहन्छ भन्ने केहीको चिन्ताका कारण पार्टी एकता हुँदैन कि भनेर आशंका गर्ने ठाउँ उब्जा पनि आम जनता, पार्टीका नेता कार्यकर्ता पार्टी एकताको पक्षमा रहेको पनि स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले सरकारले पछौटेपन हटाएर मुलुकलाई समृद्ध बनाउन अनुकूल वातावरण बनाउने काम गरिरहेको पनि बताउनुभयो। सुरुमा अर्थशाला पूर्व प्रधानमन्त्रीले भन्नुभएको थियो मनमोहन अधिकारी अहिले त भन्न सकिन्छ मनमोहनको फोटो किन टाँस्ने भन्न सकिन्छ, तर
त्यहाँ हामीले थुप्रो मान्छे चिन्थ्यौँ होला। आजकलको डिजिटलको समयमा क्यामेरामा रिल पनि खत्तम हुँदैन, जतिको फोटो टाँसेर पनि खिचेर पनि त टाँस्थ्यौँ होला। किन पुष्पलालको, किन मदन भण्डारीको, किन मनमोहन अधिकारीको? विचारको हिसाबले, इतिहासको हिसाबले, योगदानको हिसाबले कार्यक्रमहरू माल्यार्पण कार्यक्रमलाई अगाडि बढाउने कुराहरू म प्रधानमन्त्री ओलीले कर्णालीदेखि तराईसम्मको विकासका लागि आवश्यक विशेष नीति तथा कार्यक्रम बनाउने घोषणा पनि गर्नुभयो। उहाँले मनमोहन अधिकारीलाई अविचलित अवस्था र निष्ठाको धरोधर नेताको रूपमा चित्रण गर्नुभयो। कार्यक्रममा बोल्दै एमालेका वरिष्ठ नेता दया झलनाथ खनाल र माधव नेपालले पनि मनमोहन अधिकारीले नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा पुर्याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो। सरकारले आगामी वैशाख 23 गते संसद बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा शुक्रबार बिहान बसेको मन्त्री परिषद बैठकले आगामी वैशाख 23 गते आइतबार अपराह्न 4 बजे संसद बैठक बोलाउन राष्ट्रपति विद्या भण्डारीले सिफारिस गर्ने निर्णय गरेको हो। संघीय सांसदको बैठक आह्वान गर्न राष्ट्रपतिले सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि राज्य मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो। अधिवेशन 2075 साल वैशाख 23 गते आइतबार 16 बजे भन्नाले 4 बजे आह्वान गर्नका लागि सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय आज मन्त्री परिषदले गरेको छ। त्यसैगरी भन्सार क्षेत्र तोक्ने भारत सरकारको सहयोगमा वीरगञ्जमा निर्माण भई नेपाल सरकारलाई हस्तान्तरण भएको एकीकृत भन्सार जाँच चौकीको भन्सार क्षेत्र निर्धारण सम्बन्धी सूचना राजपत्रमा प्रकाशित गर्ने र आन्तरिक शान्ति र सुव्यवस्था सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति दिने गृह मन्त्रालयलाई यो प्रश्न आजको मूलभूत रूपमा मन्त्री परिषदले गरेका निर्णयहरू चाहिँ यिनै हुन्। वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्य पदमा न्याय सेवा सरकारी वकिल समूहका राजपत्राङ्कित प्रथम श्रेणीका सहन्यायाधिवक्ता श्री रमादेवी पराजुलीलाई तोक्ने निर्णय भयो। सरकारले भारत सरकारको सहयोगमा वीरगञ्ज निर्माण भई सरकारलाई हस्तान्तरण गरिएको एकीकृत भान्सार जाँच चौकीको क्षेत्र निर्धारण सम्बन्धी सूचना राजपत्र प्रकाशित गर्ने निर्णय पनि गरेको छ। मन्त्री परिषद बैठकले आन्तरिक शान्ति तथा सुव्यवस्था सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति पनि दिएको छ। गृह मन्त्रालयले आन्तरिक शान्ति तथा व्यवस्था कायम गर्न बनाउन लागेको सो विधेयकले सैद्धान्तिक स्वीकृति पनि दिएको सरकारको प्रवक्ता बास्कोटाले स्पष्ट पार्नुभयो। बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त रहेको सदस्य पदमा सहन्यायाधिवक्ता रामदेवी पराजुलीलाई नियुक्त पनि गरेको छ। अब समाचारमा विश्रामपछि 562औं बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई लक्षित गरी लुम्बिनीमा एकीकृत सुरक्षा व्यवस्था मिलायो। उत्तर कोरियामा नेता किम जोङ उन सन् 1953 पछि पहिलो पटक दक्षिण कोरिया पुग्ने पहिलो राष्ट्रपति। र आइपीएल सनराइजर्स हैदराबादले किङ्स 11 पन्जाबलाई 13 रनले हराए। शुक्रबार दिल्ली डेयरडेभिल्स र कोलकाता नाइट राइडर्स खेल्नेछन्। अब समाचार विस्तारमा। समाज निर्माणमा महिलाहरूको महत्त्वपूर्ण योगदान रहेकाले महिलाहरूको सम्मानजनक उपस्थिति हुन लागि प्रदेश सरकार तत्पर हुनुपर्ने प्रदेश नम्बर 2 का प्रमुख रत्नेश्वर कायसले बताउनु भएको छ। जनकपुर धाम स्थित ब्रह्म कुमारी राजयोग मिथिला बाटिकामा भएको स्नेह मिलन समारोहमा प्रमुख अतिथिको अवसानबाट बोल्दै प्रदेश प्रमुख कायसले मानव सेवाको भावनालाई लिएर सञ्चालित रहेको ब्रह्म कुमारी राजयोग प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो।
श्रद्धेय खैर जी ने बहुत अच्छी तरह से बोला है। उन्होंने कहा कि हमें 3 सत्ता की जरूरत है। एक अध्यात्म है, एक विज्ञान है और एक राज्य संस्था है। वास्तव में सुशासन देने के लिए राज्य संस्था को हमेशा से हमारी संस्कृति में ये व्यवस्था रही है। त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले शान्ति सुशासनको बिना विश्व समृद्ध हुन नसक्ने हुँदा ब्राह्मण कुमारी राजयोग संस्थाले मानव कल्याणार्थ पुर्याउँदै आएको सेवाको भावनालाई बनाउन यसको शाखाहरू विस्तार गर्नुपर्ने बताउनुभयो। मानव कल्याण के लागि हम सब अपना जिंदगी के अपन संपूर्ण योगदान दी से एकता भावना के विकास निश्चित रूप से ये अपने आप में एक बहुत बड़का महत्वपूर्ण चीज जे महत्वपूर्ण चीज अखन के राज्य सत्ता और विज्ञान के समन्वय कऽ आगाड़ी बढ़ि रहल छै। आ एठाम मानव विकास के लागि मानव सबके समृद्धि के लागि अखनता के विश्व के अहाँ के शांति के पथ पर चलऽ वाला एकटा अहाँ के रास्ता पर कार्यक्रममा विभिन्न साधक साधिकाहरूको समेत उपस्थिति रहेको थियो। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर 21 कुर्थामा समेत सडक विस्तारको काममा अवरोध भएपछि उपमेयर सहितको टोली अवलोकन गरेको छ। वडा अध्यक्ष रमेश महासेठको सक्रियतामा वडामा सडक छेउछेउमा रहेको सम्पूर्ण सार्वजनिक जग्गाहरूको सीमाङ्कन समेत गरी सडक विस्तारको कामलाई तीव्र पारिएको थियो। तर चौकसँग रहेको विद्यालयदेखि बजार क्षेत्रका केही घर धनीहरूले अवरोध गरेपछि उपमेयर सहितको टोली स्थलगत अनुगमन गरेका हुन्। हम कहलिए कि हमरा सबके जनकपुर दिन से विवाद चलै छलिए, लेकिन इनका से हम कहलिए कि हमरा सबके जनकपुर महानगरपालिका के जे मापदंड छै जे अनुकूल हम सब पूरे जनकपुर महानगरपालिका में तोड़फोड़ के लिए वही आधार पर नक्शा के आधार पर नक्शा के बाहर कोनो काखा पाखा नहीं। अगर हमर स्कूल टूट रहा है तो हमर वार्डो कार्ड टूट सकैया। अगर आई पारी हुनकर जनता के ककरो घर टूटे छै तो वो घर टूटे पर दोनों तरफ से काखा पाखा नहीं कऽ हम सब पूरे 4टा हम सब 5टा अमीन राख कर दोनों तरफ के व्यक्तिगत भी उनका से कहने चलिए कि अहाँ सब अपनो अमीन राखू, हमरे सबके भरोसा में नहीं रहू। अहाँ सब अपन अपन अमीन राखू, नगरपालिका के अमीन, ओकरा बाद नापी के अमीन, नापी के अधिकृत समूह भय से नापत आ तब अमीन से चित बुझला के बाद अहाँ के हम सब मापदंड अनुसार हम सब चिन्ह लगायब। वही अनुकूल हम अगर विवाद चलिए वही विवाद में हम एलिए, लेकिन अखन अब भ गेलै विवाद सलटिया गेलै, चिन्ह लागि गेलै। अब कार्य यता वडा अध्यक्ष महासेठ आफू कुर्थाको विकास र सौन्दर्यताका लागि काम गर्न चाहँदा राजनीतिक अरमा केही व्यक्तिहरू अवरोध गर्न चाहेको बताए। वडा अध्यक्ष 21 नंबर के हमरा जे उपमेयर साहब के आदेशो छै जे नाप नक्शा आधार पर जहाँ जते तही रहते आ न हमरा दायां देखे के है न बायां देखे के है। आ जे हमरा अमीन सब जे छै 6 गो अमीन के हम खटबैले छी, 6 गो अमीन हमरा जे निर्णय क के देते से हम माने के लागि तैयारी छियै, चाहे हमरा समाज जे भी कह दे, लेकिन हम ओके छी। अहाँ के वार्ड में स्कूल टूटले, वार्डो रोड हमरा वार्ड में स्कूल टूटले तो हमरा वार्डे तोड़े पड़ते तो हम तोड़े के लागि तैयार छी। आरो हमरा कुछो नहीं चाहिए। पहले जाइत पाइत के सेवा बात ना हमरा जाइत के देखी छियै, आई जाइत के लके जे हम अपने सब जाइत के हम तोड़लिए। पहले जते जाइत के हमरा मकान पड़ी छै, घर पड़ी छै, जगह पड़ी छै, पहले हम अपने तोड़लिए। उनले कुर्था सडकको अभावमा कहिले सुन्दर र सफा हुन नसकेको भन्दै स्थानीयलाई सडक विस्तारमा सहयोग गर्न आग्रह गर्नुभयो। वडाका स्थानीयहरूको सहयोगमा सोमबारदेखि नै वडा अध्यक्ष महासेठ डोजर चलाउँदै सडक विस्तारका अवरोधहरू हटाउन थालेका छन्। उनले नापी विभागको नक्सा अनुसार सडकको माध्य बिन्दु पत्ता लगाउँदै दुवैपट्टि बराबर सीमाङ्कन गरी सडक विस्तार भइरहेको बताए।
संचार तथा सूचना प्रविधि राज्य मन्त्री गोकुल बास्कोटाले मुलुकको नवनिर्माणमा सूचना प्राविधिक प्रयोग कर आह्वान 562औं बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई लक्षित गरी लुम्बिनीमा एकीकृत सुरक्षा व्यवस्था मिलाइएको छ। लुम्बिनीमा यही वैशाख 15 र 16 गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र 17 गते बुद्ध जयन्ती मनाइँदैछ। उक्त कार्यक्रममा राष्ट्रपति प्रधानमन्त्रीका साथै विभिन्न 15 मुलुकबाट सांस्कृतिक तथा धार्मिक मामिला मन्त्री र 23 देशका विभिन्न तहका विशिष्ट व्यक्तिहरू सहभागी हुँदैछन्। स्वदेश र विदेशबाट विशिष्ट पाहुनाको आगमन हुने हुँदा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीको तैनाथीमा 3 घेराको एकीकृत सुरक्षा व्यवस्था मिलाएको छ। बौद्ध सम्मेलन र बुद्ध जयन्तीलाई सुरक्षा प्रदान गर्न 2 संयोजक संख्यामा नेपाल सेना, 800 सशस्त्र प्रहरी र 300 नेपाली प्रहरी तैनाथ हुने रूपन्देही प्रहरी प्रमुख श्याम गालीले जानकारी दिए। नेपाल पत्रकार महासंघले फोटो पत्रकारहरूको समस्या समाधान गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरेको छ। महासंघ अध्यक्ष गोविन्द आचार्यले फोटो पत्रकारहरूको अधिकारलाई कानून मान्यता दिलाउन आवश्यक पहल गर्ने पनि बताउनुभयो। राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले फोटो पत्रकारिता सत्यनिष्ठ पत्रकारिताको मुटु भए पनि त्यसलाई कानूनी मान्यता दिने काम अझै राज्यबाट हुन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो। हाम्रा सहयोगी हातहरूले पनि यतिखेर पत्रकारहरूलाई र फोटो पत्रकारितालाई कानुनी रूपमा अधिकार दिलाउनको लागि हामीले लबिङ गर्नु छ। त्यस्तै गरी राज्यको पुनर्संरचनासँगै थुप्रै कानुनहरू निर्माण हुँदैछन्। त्यो कानुन बन्ने क्रममा हामीले फोटो पत्रकारितालाई मूलधारको पत्रकारिताको रूपमा जुन व्यावहारिक रूपमा अभ्यास भइरहेको छ यसलाई कानुनी रूपमा पनि मूलधारको पत्रकारिताको मान्यता दिलाउनुको साथै व्यावहारिक रूपमा पनि थुप्रै समस्याहरू छन् फोटो पत्रकारिता क्षेत्रका। ती समस्या समाधानको लागि हातेमालो गर्दै विक्रम सम्वत 1984 साल वैशाख 13 गते पहिलो पटक फोटो प्रकाशित भएको दिनको सम्झनाको रूपमा नेपालमा फोटो पत्रकारिता दिवस मनाउन सुरु गरिएको हो। यसै अवसरमा बिहीबार बिहान काठमाडौँ लगायत देशका विभिन्न भागमा भारत फेरी कार्यक्रम पनि आयोजना गरिएको छ। अब समाचारमा विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले नयाँ बजेटले सबै क्षेत्रलाई समेट्ने बताउनु भएको छ। अर्थमन्त्री खतिवड़ाले सबै क्षेत्रलाई सन्तुलनमा ल्याउने गरी सरकारले नयाँ बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको हो। बिहीबार काठमाडौँमा आयोजित पूर्व बजेट सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम कटौती गर्न नसकिने पनि स्पष्ट पार्नुभयो। बजेट राजनीतिक तथा आर्थिक दस्तावेज भएकाले यसको संसददेखि जनतासम्मलाई नयाँ सन्देश दिनुपर्ने अर्थमन्त्री खतिवड़ाको भनाइ छ। अर्थमन्त्री खतिवड़ाले मुलुकमा रहेका जातीय, क्षेत्रीय, वर्गीय, लैंगिक सबै क्षेत्रलाई सन्तुलनमा ल्याउने ध्येय आगामी आर्थिक वर्षको बजेटको हुने पनि बताउनुभयो। अर्थमन्त्री खतिवड़ाले कर, ऋण वा अनुदान सहायता बिना नै बजेट ल्याउनु पर्ने असम्भव तर्क नगर्न पनि सबैसँग आग्रह गर्नुभयो। कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष डाक्टर हरिभक्त शर्माले नयाँ बजेट उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी ल्याउनु पर्ने बताउनुभयो। उहाँले उद्यमशीलताको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने गरी बजेट ल्याउन सरकारको गम्भीर ध्यानकर्षण गराउनुभयो। बजेटले आयातित वस्तुको बढ्दो आकर्षणलाई घट्दै लैजानुपर्ने अध्यक्ष शर्माको जोड छ।
परिसंघले बजेट उद्यम मन्त्री हुनुपर्ने जोड हुँदै आएको छ। संवैधानिक व्यवस्था अनुसार सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ 15 गते ल्याउनेछ। अर्थमन्त्री खतिवड़ाले नयाँ बजेट परिकल्पनामा भन्दा पनि कार्यक्रम केन्द्रित हुने पनि स्पष्ट पार्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। उत्तर कोरियाका नेता किम जोन उन सन् 1953 पछि पहिलो पटक दक्षिण कोरिया पुग्ने पहिलो राष्ट्रपति बनेका छन्। सन् 1953 मा भएको युद्धपछि दुई देशको सीमामा शुक्रबार किम जोन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन बीच भेटवार्ता भएको हो। सन् 1953 पछि दुई देशबीच बढ्दै गएको तनाव यो भेटपछि सुध्रिने विश्वास लिएको छ। दुई कोरियाका नेताबीच स्थानीय समय अनुसार 9 बजे गैर सैनिक क्षेत्रमा भेटघाट हुने समय तालिका मिलाइएको थियो। भेटमा उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्ने विषयमा छलफल हुने जनाइएको छ। उत्तर कोरिया र दक्षिण कोरियाको सीमा क्षेत्रमा दुवै कोरियाका नेता कोरियाकै परम्परा अनुसार भेटघाट हुनेछ। दक्षिण कोरियामा नेता किमसँगको भेटपछि उत्तर कोरियाका नेता मुनले किमलाई भेट्न पाएकोमा आफू खुसी भएको बताएका छन्। दुवै नेता रातो कार्पेटबाट दक्षिण कोरियाको सैनिक सम्मानमा सहभागी भएका थिए। त्यसपछि दुवै नेता वार्ताका लागि पीस हाउस प्रवेश गरेका थिए। अब खेल समाचार। आईपीएल क्रिकेटमा सनराइज हैदराबादले किङ्स 11 पन्जाबलाई 13 रनले हराएको छ। गैराती भएको खेलमा 133 रनको लक्ष्य पाएको पन्जाब खेल सकिन 4 बल बाँकी हुँदै 119 रन अल आउट भएपछि हैदराबादले जित हात पारेको हो। पन्जाबलाई कम योगफलमै अल आउट गराउन रसिद खानले 3 तथा सन्दीप शर्मा बसिल थप्पी र सकिब अल हसनले 2-2 रन विकेट लिए। पन्जाबका लागि लोकेश राहुलले 32 रन, क्रिस गोलले 23 रन बनाउनु बाहेक अरूले राम्रो प्रदर्शन गर्न सकेनन्। हैदराबादमा टस हारेर पहिलो ब्याटिङ गरेको घरेलु टोलीले 20 ओभरमा 6 विकेट गुमाएर 132 रन बनाएको थियो। 27 रन जोड्न 3 विकेट गुमाएको हैदराबादलाई मध्यम योगफलसम्म पुर्याउन मनिष पाण्डेले 54 र सकिब अल हसनले 28 रन बनाएका थिए। पन्जाबका अंकित राजपूतले 5 विकेट लिए। प्रतियोगितामा शुक्रबार बेलुकी 8:15 बजेपछि दिल्ली डेयरडेभिल्स र कोलकाता नाइट राइडर्स खेल्नेछन्। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। भारतबाट ग्यास बोकेर काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट त्रिशुलीमा खस्यो, चालकको मृत्यु। वैशाख 28 गते हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर धाम भ्रमणलाई लक्षित गर्दै प्रदेश सरकारका मन्त्री र सुरक्षा निकायहरू स्थलगत अवलोकन सुरु। पुष्पलाल मनमोहन अधिकारी र मदन भण्डारीले बिर्सिने दिन नेपालको कम्युनिस्ट पार्टी समाप्त हुने प्रधानमन्त्री ओलीको चेतावनी। उत्तर कोरियाका नेता किम जोन उन सन् 1953 पछि पहिलो पटक दक्षिण कोरिया पुग्ने पहिलो राष्ट्रपति। र आईपीएलमा सनराइजर्स हैदराबादले किङ्स 11 पन्जाबलाई 13 रनले हरायो। शुक्रबार दिल्ली डेयरडेभिल्स र कोलकाता नाइट राइडर्स खेल्नेछन्। हवस् त अहिले समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।